अस्ताउँदै गरेको घाम, समयको परिवर्तनलाई स्वीकार गर्ने प्रेरणा। घाम अस्ताउँछ तर यो अन्त्य होइन, किनकि प्रत्येक अस्ताएको पछि नयाँ बिहान पर्खिरहेको हुन्छ। आज म एउटा सानो कथा लिएर आएको छु, जसको शीर्षक हो नयाँ बिहान। गोपाल गाउँको एउटा सानो विद्यालयमा विज्ञानका शिक्षक थिए। जीवनको हरेक मोडमा मेहनती, इमान्दार र शान्त स्वभावका गोपाल सबैका प्रिय थिए। तर अचानक विद्यालयमा नयाँ प्रिन्सिपल आए, जसले पुराना शिक्षकहरूलाई बदल्ने योजना बनाए। एक दिन गोपाललाई बोलाएर भन्यो, तपाईको विषयमा नयाँ शिक्षक राखिँदैछ, तपाईको जागिर अब सकियो। त्यो सुनेपछि गोपालको मन भासियो। 25 वर्षको सेवा, विद्यार्थीहरूसँगको हाँसो, सपनाहरू सबै एकै छिनमा हराए जस्तो लाग्यो। घर फर्कदा सूर्य अस्ताउँदै थियो, आकाश रातो थियो, जस्तै उनको मन पनि पीडाले रातिएको। रातभरि उनले सोचिरहे कि यतिमै अन्त्य भयो मेरो यात्रा। तर बिहानै उनकी सानी छोरीले उनको हात तानेर भनिन्, बुबा, आज पनि मसँग पढ्नुहुन्छ नि, तपाईँ बिना म केही बुझ्दिनँ। गोपाल मुस्कुराए। त्यही मुस्कानले उनलाई सम्झायो, घाम अस्ताउँछ तर भोलि फेरि उदाउँछ। त्यो दिनदेखि उनले आफ्नो आँगनमै साना बच्चाहरूलाई पढाउन थाले। सुरुमा 5 जना मात्रै थिए, तर उनको मनयोग, सरल भाषा र माया देखेर गाउँका सबैले आफ्ना बालबालिका पढाउन थाले। केही महिनामै त्यो आँगन एउटा सानो शिक्षालय बन्यो, नयाँ बिहान ट्युसन सेन्टर। गोपालले महसुस गरे, म विद्यालयबाट निकालिएको होइन, म त नयाँ सुरुवाततिर धकेलिएको हुँ। अब हरेक बिहान उनी सूर्य उदाउँदै गर्दा न्यानो घाममा बालबालिकासँग हाँस्दै भन्थे, घाम अस्ताउँछ तर यो अन्त्य होइन, प्रत्येक अस्ताएको पछि नयाँ बिहान पर्खिरहेको हुन्छ। हामीले हार मान्नु पर्ने कुरा होइन, फेरि उठ्ने साहस चाहिन्छ। जीवनमा असफलता, दुःख, अन्त्य देखे पनि त्यो कहिले अन्तिम हुँदैन। जस्तै घाम अस्ताउँछ र फेरि उदाउँछ, त्यसै गरी हरेक हारको पछि नयाँ सुरुवात लुकेको हुन्छ।